हेलो गाइज, आज मैले गाजरको मिठाई बनाउँदैछु। यहाँ के अरे अहिले त मैले यसलाई अब खुर्किँदैछु। यसरी नै खुर्किनुपर्छ। यसलाई नखुर्किकन फेरि बनाउँदा अलि ठिक हुँदैन। यसको पुरा त्यो मैलाहरू टाँसिराखेको हुन्छ। यसरी खुर्किएपछि अब यसलाई राम्रोसित सफा गरेर अनि धुनुपर्छ। यसको बिचको भाग निकाल्नुपर्छ। यसरी निकालेपछि अनि धुनु पर्ला। भित्रको यसरी खोक्रो बनाउनु पर्छ यसलाई। त्यसपछि अब अर्को पनि मैले त्यसरी नै गर्छु। यसरी धुलाउनु पर्छ यसलाई, राम्रोसँग धोएर अनि पानी निकाल्नु पर्छ। 1 कप पानी राखेको छु मैले। यसरी कुकरमा राख्नुपर्छ यसलाई। यसमा मैले सुगर राख्दैछु, चिनी 1.5 कप चिनी राख्छु। यसलाई बन्द गरेर अनि ग्यासमा राखिदिने। कति यसलाई अब 2 सिटी लगाएपछि हुन्छ। यो अब यहाँ दुध 1.5 लिटर जति दुध पकाएर अब दुध सुकिसकेको। अब यसलाई पकाउँदै खुर्किँदै गर्नुपर्छ। अब इन्डियातिर त यसलाई मावा अनि खोया भन्छन्। अब यहाँ के भन्छन् नेपालतिर मलाई थाहा छैन। अब के भन्छन् हजुरहरूले कमेन्टमा भन्नु होला मलाई। खोया अब रेडी भइसक्यो। यो अब ग्यास बन्द गरौँ। अब यसलाई सेलाइसक्यो। यो गाजर अब पाकिसक्यो। यसलाई अब थालमा निकाल्छु अनि चिसो हुन्छ। त्यसपछि बल्ल यसमा हाम्रो त्यो मावा भर्ने। अब यो मावा ठन्डा भइसक्यो। अब यसलाई यसरी यसको भित्र राख्ने। यसरी नै भर्नुपर्छ। यसको चम्चाहरू यसको भित्र जान्न। अब हजुरहरूले नि यसरी नै भर्नु होला। म सबैलाई भर्छु। गाजरको मिठाई हाम्रो रेडी भइसक्यो। अब हजुरहरूले नै यसरी नै बनाएर खानु होला। कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। अब आफ्नै घरको सबै अर्ग्यानिक चिजहरू छ, बारीमा लगाएको गाजरहरू हो। यसरी नै बनाएर खानु होला।